नमस्कार। मैले पहिला पनि मेरो केही भिडियोहरू बनाएको छु। म यो देशमा यति फ्रस्ट्रेटेड नागरिक हो, जसको मेरो रोजगार छैन, मेरो जागिर छैन, म कुनै पनि पार्टीको होइन, होइन? अब मेरो घरमा कमाई खाने खेतबारी छैन। अब म कसरी बाँचौँ भन्ने एउटा फ्रस्ट्रेटेड नागरिक हो। र मैले के विचार गर्छु भने जब अहिले जेनजी आन्दोलन पश्चात देशमा एक किसिमको तरङ्ग पैदा भएको छ। जेनजी आन्दोलनको एउटा मोटो के थियो भने भ्रष्टाचारविहीन समाज। भ्रष्टाचारविहीन समाज खोजेको थियो जेएनजीले। यी अरू भनेका त तपसिलका कुराहरू। जुन देशमा भ्रष्टाचार हुँदैन नि त्यो देशको बजेट अटोमेटिक बढिहाल्छ। विकास भन्नेका कुरा भ्रष्टाचार नभएपछि अटोमेटिक हुने कुरा हो। भ्रष्टाचार नै सबै कुराहरूको बाधक हो। भ्रष्टाचारलाई के कसरी परिभाषित गर्ने त? भ्रष्टाचार भनेको पैसा खल्तीमा हाल्नु मात्रै भ्रष्टाचार होइन। राज्यको सम्पत्तिबाट अनावश्यक रूपमा राज्यको दुरुपयोग हुने गरी कर्मचारी नियुक्त गर्नु र आफ्नो आसे पासे स्वकीय सचिव, होइन, सल्लाहकार, पिएहरू राख्नु, आफ्ना सहयोगीहरू राख्नु पनि भ्रष्टाचार हो। कानुनको विपरीत कुनै पनि काम गर्छ भने भ्रष्टाचार हो। आफ्नो फाइदाको लागि सानो काम गर्छ, एक घुँडको पानी पनि पिउँछ भने पनि भ्रष्टाचार हो। हाल राजनीतिक दलले के गरिएको देखियो भने भ्रष्टाचारलाई संस्थागत रूपमा विकास गरिएको देखियो। र जस्तो एमाले, काङ्ग्रेस त पुराना पार्टी हुन्, जसले पञ्चायत फाल्यौँ भन्थे, राजा फाल्यौँ भन्थे। राजा हुँदा देशको अवस्था कस्तो थियो भने विभिन्न कल कारखानाहरू यथावतै थिए र राज्यको ढुकुटी चाहिँ बलियो थियो र यो सार्वभौम सत्ता चाहिँ स्ट्रङ थियो। जनताहरूमा त्यति धेरै मान्छेहरूले भ्रष्टाचारहरू गर्न पाउँदैनथे। पछिल्लो समयमा आएर माओवादी काङ्ग्रेसले पञ्चायत फाल्यौँ भने ठिक छ, पञ्चायत फाले, अब त राम्रो गर्नु पर्यो, त्यो पनि गरेनन्। त्यसपछि माओवादी भूमिगत भएर आयो। माओवादी प्रचण्ड के भयो भने भूमिगत भएर इन्डियामा बसेर नेपालको सम्पूर्ण संरचनाहरू मान्छेको रगतको खोलो बगाएर एउटा सत्ता आयो। तैपनि नेपाली जनताले यसले परिवर्तन गर्छ कि क्या हो भनेर विश्वास गरेका हुन्। त त्यो गरिसकेपछि पनि माओवादी जब सत्तामा आयो, ऊ चाहिँ सत्तामा आइसकेपछि नातावाद, कृपावाद, पुँजीवाद त्यतातिर डल्क्यो र विभिन्न भातृ सङ्गठनहरू, कार्यकर्ताहरू, भातृ सङ्गठनहरू, वाइसिएल जस्ता भातृ सङ्गठन कार्यकर्ताहरू यस्तो खडा गर्दै गयो एउटा चाहिँ। अनि यिनीहरूको राजनीतिक दलको के हुँदो रहेछ भने यसरी खडा गरिसकेपछि अब तिनीहरूलाई अब रोजगार दिने हुँदो रहेछ। जस्तो अनेक आयोजनाहरूमा भन्ने, होइन, युवा विकास भन्ने, पैसाहरू दिने, कृषि भन्ने पैसाहरू दिने अनेक तरिकाले। जस्तो त्यसमा एउटा गगनले पनि फाइदा लिइहाले, बाख्रा चलाइहाले, बाख्रा यताका बाख्रा उता, उताका बाख्रा यता गरे, गगनले पनि राष्ट्रको ढुकुटी दोहन गरे। र यसरी चाहिँ माओवादीले पनि आफ्नो कार्यकर्ताहरूलाई पाल्न लाग्यो, कार्यकर्ताका श्रीमतीलाई पाल्न लाग्यो, कार्यकर्ताहरूलाई पाल्न लाग्यो। यसबाट उसले अकुत भ्रष्टाचार गर्न थाल्यो। क्यान्टोनमेन्टको भ्रष्टाचार ठुलो भ्रष्टाचार हो। र यी विविध भ्रष्टाचार अब जनताहरूलाई चाहिँ के गर्ने भने विदेश पठाइदिने, बोल्ने जनताहरूलाई नेपालमा रेमिट्यान्स ल्याउने, कर लागू गर्ने, आफ्ना भाइ भतिजा छोराछोरीलाई सत्तामा पुर्याउने, सत्ताले मैमत्ता हुने, यस्ता कामहरू प्रचण्डले गर्न लाग्यो। प्रचण्डबाट जनताले आशा गरेको छ। अहिले प्रचण्ड के भन्दैछ भने हाल बाढी पहिरोहरू गएको छ नि, यसमा ऐसेल परिचालन गर्ने भने यो यस्तो जनतालाई लोलीपोप तल नखुवाए हुन्छ भने नीतिगत परिवर्तन गर्नुपर्ने कुरा छ। यहाँ कसैले पनि केही गर्नु पर्दैन। नेपाल सरकार आज नयाँ चाहिँ जेएनजीले नयाँ एउटा भ्रष्टाचार रहित सरकार प्रत्यक्ष कार्यकारी भनेर एउटा योजना लिएर आएको थियो।
सुशीला कार्की जुन संविधानमा सुशीला कार्की नियुक्त हुने परिपाटी नै थिएन, त्यहाँबाट चाहिँ संविधान विपरीत चाहिँ ऊ नियुक्त भएर प्रधानमन्त्री चाहिँ पड्काइन्। अब जब प्रधानमन्त्री पड्काइसकेपछि गएर के भन्छन् सुशीला कार्की पनि, होइन संविधानले दिँदैन, नियमले दिँदैन, कानुनले दिँदैन। हे बुढी माउ, तिमी कुन कानुनले भागियो र प्रधानमन्त्री? कुनै पनि आन्दोलनपछि त्यो कानुनको संशोधन र कानुन भएका त्रुटि हटाउन त पुनः आन्दोलन भएको हुन्छ। यो त संविधान ठिक छैन के। यो अहिलेको संविधान कस्तो छ भनेपछि भ्रष्टाचारलाई एकदम प्रश्रय दिने खालको छ। नेतालाई नै सर्वोपरि, जनताको सर्वोच्चता भनेको छ, नेताको सर्वोच्चता छ क्या। जनताले चाहेको व्यक्ति प्रधानमन्त्री हुँदैन, नेताले चाहेको व्यक्ति प्रधानमन्त्री हुन्छ के। जनतालाई यतिसम्म घुमाइदिएको छ कि, अनि त्यो कारणले गर्दा आफ्नो समीकरण बनाउने, आफ्नो इन्ट्रेस्टको समीकरण बनाउने, त्यस्तो तरिकाले भ्रष्टाचार छल्नको लागि समीकरण बनाउने। अब अहिले गगनमा हामी गर्छौँ, हामी सुध्रिन्छौँ भनेको छ नि। भ्रष्टाचार त यति व्याप्त थियो कि त्यो गगनले त यो जेएनजी आन्दोलनभन्दा अगाडि नै रेभोल्युसन गरेको गगन इज गुड हुन्थ्यो। अब जेएनजी बच्चा जम्मा 18 जना बच्चाको रगतको होली खेलिसकेपछि हामी सुध्रन्छौँ भनेर शब्द प्रयोग गर्दैछ। यदि गगन विश्वप्रकाशहरू अगाडि त्यो बेला सुध्रिन्थे र यो रवि फर्म गर्थे भने पार्टीभित्र द्रोह गरेर भ्रष्टाचारको लागि आवाज उठाउँथे। एक मात्र व्यक्ति रवि व्यक्ति जिउँदो थिए, उसले भ्रष्टाचारको विषयमा बोले। अब सबै राजनीतिक दललाई के थियो भने हामी सबै भ्रष्टाचारी हौँ, हामीले सबै भ्रष्टाचार गरेका छौँ, यो रविले हामीलाई खाँच्छ जेल भनेपछि रविलाई सबैबाट आफूलाई खतरा महसुस भएर कसरी हुन्छ एउटा आफूले नियुक्त गरेको प्रधान न्यायाधीशलाई के भन्यो भने प्रधान न्यायाधीशलाई प्रभावमा पारेर, राजनीतिक प्रभावमा दबावमा पारेर सबै ठाउँमा घुमाउँदै म अन्तिममा भन्छु, यो भ्रष्टाचार यो देशले खोजेको अरू केही पनि छैन। विकास केही खोजेको छैन। विकास आफ्नै गतिमा जाने चिज हो। विकास आफ्नै गतिमा हुने चिज हो। जब कुनै पनि राज्यमा उत्पादन भएका, राज्यमा आएका रकमहरू अथवा राज्यमा सङ्कलन भएको रकम सही तरिकाले प्रयोग हुन्छ, विकास त अटोमेटिक कुरा हो। त्यस्तो छ। त्यो कारणले गर्दा अहिलेको राज्य सत्ता एकदम भ्रष्ट छ भन्ने कुरा चाहिँ म जानकारी गराउन चाहन्छु।